के तपाईहरुलाई थाहा छ तपाईहरुले कुनै पनि सरकारी अस्पतालमा निशुल्क स्वास्थ्य सेवा पाउन सक्नुहुन्छ। यसको लागि तपाईहरुले के गर्नुपर्छ? यदि तपाई विपन्नता वर्गमा पर्नुहुन्छ अर्थात् तपाईहरुको आय स्रोत निकै नै कम छ भने तपाईहरुले यसको लागि अप्लाई गर्न सक्नुहुन्छ। अप्लाई गर्ने प्रक्रियाहरू के छन् म यस विषयमा आज भन्न गइरहेको छु। सर्वप्रथम तपाईहरुले आफ्नो सम्बन्धित वडा कार्यालयमा गएर विपन्नताको तपाईहरुले सिफारिस पत्र लिनुपर्ने हुन्छ र त्यो सिफारिस पत्र लिएर तपाईहरु गाउँपालिका अथवा नगरपालिका अथवा महानगरपालिकामा गएर विपन्नता प्रमाणपत्र बनाउन सक्नुहुन्छ। र यसको लागि तपाईहरुले आफ्नो आय स्रोत कम भएको पुष्टि पनि गर्नुपर्ने हुन्छ र यो कुरा चाहिँ याद राख्नु होला। र सो प्रमाणपत्र लिइसकेपछि तपाईहरुले कुनै पनि सरकारी अस्पतालमा गएर त्यहाँनिर रजिस्ट्रेसन डेस्कमा गएर तपाईहरुले सो कागज पेश गरेर निशुल्क सेवाहरू लिन सक्नुहुन्छ। निशुल्क सेवामा के पर्दछन् त्यो जानी राखौं। तपाईहरुले साधारण ओपीडी चेक जाँच, साथसाथै रगत चेक जाँच, एक्सरे निशुल्क रूपमा तपाईहरुले पाउन सक्नुहुन्छ। त्यसको साथसाथै साधारण सर्जरीहरू पनि यो प्रमाणपत्रबाट निशुल्क सेवा तपाईहरुले प्राप्त गर्न सक्नुभयो। त्यसको साथै अब कहिलेकाहीँ चाहिँ तपाई विपन्न वर्गको हुनुहुन्छ, तपाईको मुटु नै फेर्नु पर्ने भयो अथवा ओपन हार्ट सर्जरी गर्नुपर्ने भयो अथवा कुनै पनि तपाईलाई क्यान्सरको चाहिँ उपचार गर्नुपर्ने भयो अर्थात् मृगौला नै फेर्नु पर्ने अवस्था पनि आउन सक्छ। त्यो बेलामा भने तपाईहरुलाई त्यो प्रमाणपत्रले काम गर्दैन, तपाईहरुले थप सहायता लिनुपर्ने हुन्छ। त्यसको लागि तपाईहरुले नेपाल सरकारले हाम्रो प्रधानमन्त्री राहत कोष चाहिँ सृजना गरिदिएको छ र त्यो राहत कोषबाट तपाईहरुले रकम पाउन सक्नुहुन्छ। अब तपाईहरुलाई लाग्न सक्ला कसरी समन्वय गर्ने हैन? यस विषयमा तपाईहरुले कुनै पनि सरकारी अस्पतालमा सामाजिक सेवा डिपार्टमेन्ट अथवा सामाजिक सेवा इकाइ तपाईहरुले भेटाउन सक्नुहुन्छ। त्यहाँ गएर कुनै पनि व्यक्तिलाई आफ्नो स्थितिको बारेमा जानकारी दिएर सो कोषबाट तपाईहरुले रकम प्राप्त गर्न सक्नुहुन्छ। र त्यसको साथसाथै तपाईहरुले कुनै पनि स्थानीय निकायद्वारा अथवा हाम्रो स्वास्थ्य मन्त्रालयमा गएर पनि थप जानकारीहरू लिन सक्नुहुन्छ। र त्यसैले तपाईहरुले यी प्रक्रियाहरू अपनाउनु भयो भने कुनै पनि सरकारी सेवामा निशुल्क सेवा तपाईहरुले प्राप्त गर्न सक्नुभयो। र त्यो सँगसँगै आज म तपाईहरुलाई इम्पोर्टेन्ट हेडलाइन नम्बर्सहरू पनि दिइराख्ने छु नेपाल सरकारको र तपाईहरुले त्यो हेल्पलाइन नम्बरहरू डायल गरेर कुनै पनि आकस्मिक स्थितिमा तपाईहरुले सरकारी सेवा पाउन सक्नुहुन्छ। सर्वप्रथम हामी कुरा गरौं नेपाल प्रहरीको र 100 अर्थात् 100 डायल गरेर तपाईहरुले कुनै पनि नेपाल प्रहरीसँग सम्बन्धित सेवाहरू लिन सक्नुहुन्छ। र त्यस्तै गरेर ट्राफिक सहायताको लागि जस्तै अहिले धेरै आन्दोलनहरू पनि भइरहेको छ हैन, तपाईहरु जाँदाखेरि अनावश्यक जामहरू अथवा दुर्घटनाहरू अथवा सडक बन्द गरिएको कुराहरू तपाईले भोगिरहनु भएको छ भने तत्कालै तपाईहरुले ट्राफिक सहायता हेल्पलाइन नम्बर 103 डायल गर्न सक्नुहुन्छ। कृपया यो हेल्पलाइन नम्बरहरू टिपोट गरेर पनि राख्न सक्नुहुन्छ आफ्नो पर्सनल डायरीमा। र तपाईहरुले निशुल्क सरकारी एम्बुलेन्सको सेवा तपाईहरुलाई चाहिएको छ भने तपाईहरुले नहिचकिचाइकन 102 डायल गर्न सक्नुहुन्छ। र त्यो साथसाथै कहिलेकाहीँ चाहिँ सरकारी एम्बुलेन्सहरू नपाउने अवस्था भयो अर्थात् केही रिजनले गर्दाखेरि सरकारी एम्बुलेन्सहरू आउन सकिएन भने तपाईहरुले नेपाल रेड क्रस सोसाइटी एम्बुलेन्स सेवा पनि लिन सक्नुहुन्छ। त्यसको लागि हाम्रो हेल्पलाइन नम्बर रहेको छ 104 अर्थात् तपाईहरुले 108 पनि डायल गरेर सो सेवाहरू लिन सक्नुहुन्छ। त्यसको साथसाथै तपाईहरुले कहीँ आगलागी भयो आफ्नो घरमै अथवा छिमेकीको घरमा अथवा तपाईले देख्दै कहीँ आगलागी भयो भने दमकल सेवा पनि लिन सक्नुहुन्छ। त्यसको लागि चाहिँ तपाईहरुले 101 डायल गर्न सक्नुहुन्छ। अब तपाईहरुले कुनै पनि सशस्त्र प्रहरीको सेवा लिन खोजिरहनु भएको छ, कुनै पनि आपतकालीन सहायताको लागि अथवा विशेष सुरक्षा तपाईहरुलाई चाहिएको जस्तो लागेमा तपाईहरुले यी हेल्पलाइन नम्बरहरू डायल गर्न सक्नुहुन्छ 1114 र 1113। म फेरि पनि रिपिट गर्छु 1114 अर्थात् 1113 यो दुईटा हेल्पलाइन नम्बरमा जुन हेल्पलाइन नम्बर डायल गरेर पनि तपाईहरुले विशेष सुरक्षा सहायता पाउन सक्नुहुन्छ।
अब तपाईँ यदि यो भिडियो महिला अथवा बालबालिकाले हेरिरहनु भएको छ भने तपाईँ महिला अर्थात् बालबालिका हुनुहुन्छ भने महिला तथा बालबालिका सहायता पाउनको लागि तपाईँहरूले 1145 यो चाहिँ विशेष गरी महिला तथा बालबालिकाको हिंसा भइरहेको छ र तपाईँहरूलाई सहयोग चाहिरहेको छ भने यतिखेर तपाईँहरूले हेल्पलाइन नम्बर 1145 डायल गर्न सक्नुहुन्छ। स्मरण रहोस् यो तपाईँहरूको 24/7 नै यो सेवा सुचारू हुनेछ, त्यसैले राति पनि नभनिकन नहिचकिचाइकन तपाईँहरूले यो हेल्पलाइन नम्बर डायल गर्न सक्नुहुन्छ। यसको साथसाथै हामीसँग बाल संरक्षण हेल्पलाइन नम्बर पनि रहेको छ 1098 यो डायल गरेर तपाईँहरूले कुनै पनि चाइल्ड हेल्पलाइन नम्बर तपाईँले डायल गरेर सेवा पाउन सक्नुहुन्छ। त्यस्तै गरेर महिला हिंसा मात्र होइन पुरुष हिंसा पनि भइरहेको छ भने कुनै पनि लैङ्गिक हिंसा विरुद्ध सहायताको लागि तपाईँहरूले 1166 डायल गर्न सक्नुहुन्छ। अब अहिले त तपाईँले हेर्नुभयो भने भूकम्पहरू आइरहेको छ होइन, बाढी पहिरो अथवा हावाहुरी जस्ता आपतकालीन प्राकृतिक प्रकोपहरू तपाईँहरूले भोग्नु पर्यो अचानक भने त्यतिखेर तपाईँहरूलाई पक्कै पनि सुरक्षा चाहिन्छ र यस्तो बेलामा नआत्तिकन तपाईँहरूले 1155 डायल गर्न सक्नुहुन्छ र साथसाथै 1155 अथवा तपाईँहरूले 1654 म फेरि पनि रिपिट गर्छु 1654 तपाईँहरूले डायल गर्न सक्नुहुन्छ र यी भए एकदमै इम्पोर्टेन्ट आकस्मिक केही आइपरेमा तपाईँहरूले डायल गर्नुपर्ने नम्बरहरू। अब अहिले हेर्ने हो भने नेपालमा अधिकांश रूपमा तपाईँहरूले धेरैजना व्यक्तिहरू चाहिँ यो डिप्रेसनको शिकार होइन एङ्जाइटी रिलेटेड मानसिक अवस्थाबाट ग्रसित भएको धेरै नै छ। अब यस्तो अवस्थामा तपाईँले निशुल्क मानसिक अवस्थासँग तपाईँहरूलाई सहायता चाहिएको छ अथवा परामर्श चाहिएको छ भने अब दिएको हेल्पलाइन नम्बर एकदमै आवश्यक हुनेछ। कृपया यो चाहिँ नोट गरिराख्नु होला किनभने अहिले एज पर द डेटा तपाईँहरूलाई नै अथवा तपाईँको चिन्ने जान्ने होइन जसलाई पनि मानसिक अवस्था चाहिँ मा सहायता चाहिएको हुनसक्छ। यतिखेर तपाईँहरूले यी महत्त्वपूर्ण हेल्पलाइन नम्बरहरू डायल गर्नुहोला 1133 अर्थात् तपाईँहरूले अरू जस्तै 1115 म यो नम्बर फेरि पनि रिपिट गर्छु 1133 अथवा 1115 मा तपाईँहरूले डायल गर्न सक्नुहुन्छ अथवा तपाईँहरूलाई यो एउटा हाम्रो मानव अधिकार तथा मानसिक स्वास्थ्य संस्थाको हेल्पलाइन नम्बर पनि टिपिराख्नु होला 1166। सो यो सेवाहरू तपाईँले 24 घण्टा अथवा 24/7 नै पाउन सक्नुहुन्छ। त्यही भएर तपाईँहरूले कृपया नहिचकिचाइकन तपाईँहरू सबैजनाले यो हेल्पलाइन नम्बर डायल गरेर सहायता पाउन सक्नुहुन्छ। र त्यसको साथसाथै तपाईँहरू अहिले विभिन्न जस्तै भनौँ न सरकारी सेवाहरू लिन खोजिरहनु भएको छ भने तपाईँहरूले जस्तै सरकारी सेवा लिँदै गर्दाखेरि केही कठिनाइ भयो अथवा कुनै पनि सरकारी कर्मचारीले राम्रोसँग तपाईँलाई हेरिरहेको छैन भने त्यतिखेर गुनासो पोख्नको लागि तपाईँहरूले हाम्रो हेलो सरकारको हेल्पलाइन नम्बर 1111 तपाईँहरूले डायल गरेर कुनै पनि गुनासोहरू पोख्न सक्नुहुन्छ। र एउटा कुरा स्मरण रहोस् कि तपाईँहरूको जुन गुनासो छ त्यो चाहिँ इमिडिएटली एड्रेस हुन्छ र त्यो नम्बरहरू तपाईँहरूले डायल गर्न सक्नुहुन्छ। त्यसैले अब यस्तै महत्त्वपूर्ण जानकारीहरूको लागि अल अबाउट लज फलो गरिरहनु होला। जनहितमा जारी। धेरै धेरै धन्यवाद। नमस्ते।